बालेन्द्र शाह, जसलाई सिङ्गो देशले बालेन भनेर चिन्छ, उनी सामाजिक सञ्जालमा सबैभन्दा बढी रुचाइएको पोलिटिसियन्स मध्येको एक हुन् र उनीबाट चाहिँ युवाहरूले धेरै अपेक्षा पनि गरेका छन्। भदौको 23 र 24 गते जुन जेन्जी आन्दोलन भयो, त्यो आन्दोलनपछि अधिकांश युवाहरूले बालेन्द्र शाहलाई नै नेपालको प्रधानमन्त्रीको रूपमा देख्न चाहेका थिए, तर स्वयं बालेन्द्रले नै आफूलाई स्टेप डाउन गरिसकेपछि उनकै सहमतिमा अहिलेको सरकार बनेको हो पनि भन्ने गरिन्छ। प्रत्यक्ष राजनीतिमा लामो अनुभव नबोकेको भए तापनि बालेन्द्र शाह नेपालको राजनीतिमा नै सबैभन्दा चतुर खेलाडी मध्येको एक हुन् भन्नेमा दुई मत छैन भन्ने कुरा चाहिँ उनले पछिल्लो समय देखाएको राजनीतिक सक्रियता अनि आफ्नो पक्षमा बनाउँदै गएको माहौलले पनि स्पष्ट हुन्छ। उनलाई पब्लिक चाहिँ आफूतिर आकर्षित गर्न आउँछ। कुन समयमा के बोल्दा के कस्ता कन्सिक्वेन्सेसहरू आउन सक्छ भन्ने कुरालाई सजिलै अनुमान लगाउन सक्ने बालेनले कुनै बेला आक्रोश मार्फत, कुनै बेला खुसी मार्फत, कुनै बेला काम गरेर अनि अधिकांश समय चाहिँ आफ्नो कुशल नेतृत्व क्षमता देखाएर नेपालको राजनीतिमा अग्रपङ्क्तिमा उभिएका छन्। यही पुसको 9 गते उनले जुन तरिकाको राजनीतिक सक्रियता देखाए अनि वैकल्पिक धारबाट प्रधानमन्त्रीको सबैभन्दा सबल प्रत्याशीको रूपमा आफूलाई उभ्याए, यसले पनि बालेन्द्र शाह राजनीतिमा कति चतुर छन् भन्ने कुरा चाहिँ स्पष्ट हुन्छ। जम्मा 35 वर्षका बालेन्द्र शाहले आफूलाई नेपालकै राजधानी सहर काठमाडौँको सबैभन्दा सफल मेयरको रूपमा स्थापित गरिसकेका छन्। उनले गरेको काम अनि काठमाडौँमा देखिएको परिवर्तनले गर्दाखेरि चाहिँ अब बालेन्द्र शाहको नेतृत्व क्षमता देशव्यापी हुनुपर्छ है भन्ने माग सम्पूर्ण नेपाली युवाहरूको छ र त्यही अनुरूप अबको निर्वाचनपछि यदि बालेन्द्र शाह नेपालको प्रधानमन्त्री बन्ने अवस्था सृजना भयो भने सायद उनी देशकै सबैभन्दा कान्छा प्रधानमन्त्री मध्येको एक हुनेछन्। योभन्दा अगाडि केवल जङ्गबहादुर राणाले चाहिँ 29 वर्षको उमेरमा प्रधानमन्त्रीको पद सम्हालेका रहेछन् भने तुलसी गिरीले 33 वर्षको उमेरमा नेपालको प्रधानमन्त्री बनेको इतिहास बोकेका रहेछन्। बालेन्द्र शाहले अहिलेको यो राजनीति उचाइ पाउनको लागि कसैको झोला बोक्नु परेन, कुनै पनि राजनीतिक दलको कार्यकर्ता बन्नु परेन, कसैको खुट्टा ढोग्नु परेन, कसैसँगबाट केही पनि अपेक्षा राख्नु परेन अनि कसैलाई केही दिनु पनि परेन, कसैसँगबाट केही लिनु पनि परेन। भनिसकेपछि यो हिसाबले बालेन्द्र शाहसँग त्यो पुरानो ओल्ड स्कुल पोलिटिकल प्र्याक्टिस छँदै छैन। त्यसमाथि उनी युवा हुन्, देश विदेश घुमेका छन्, विदेशको समृद्धि देखेका छन्, पढे लेखेका छन्, सामाजिक संस्कृति र समृद्धिलाई राम्रोसँग बुझेका छन् अनि सबैभन्दा महत्त्वपूर्ण कुरा उनी आफै पनि फाइनेन्सियली स्टेबल छन्। मतलब आफ्नो परिवार र आफ्नो पेट पाल्नको लागि राजनीतिको आड लिइराख्नुपर्ने अवस्था छैन र यो हिसाबले भन्दाखेरि यदि बालेन्द्र शाह नेपालको प्रधानमन्त्री भए भने अहिलेको जस्तो भ्रष्टाचार, अहिलेको जस्तो अनियमितता हुँदैन कि भन्ने अपेक्षा हामीले राख्न सक्छौँ। काठमाडौँ महानगरपालिकाको मेयर भइसकेपछि बालेन्द्र शाहले गरेका कामहरूमध्ये विशेष गरी शिक्षा, सरसफाइ अनि ट्राफिक व्यवस्थापनको चर्चा देशव्यापी रूपमा हुने गर्छ। त्यसपछि महानगरपालिकाभित्र भइराखेको अनियमितता कन्ट्रोल गर्न उनले खेलेको भूमिकाको चर्चा पनि उत्तिकै हुने गर्छ। आज काठमाडौँ महानगरपालिकाभित्रका सडकहरू सफा छन्, चिल्ला छन्, ट्राफिक व्यवस्थापन पहिलेको तुलनामा धेरै राम्रो छ। सरसफाइ हेर्ने हो भने आज फोहोरका डङ्गुरहरू त्यति धेरै देखिँदैनन्। केही सिचुएसन्समा बाहेक सुरक्षाको केसमा पनि काठमाडौँ धेरै अगाडि छ। शिक्षाको मामिलामा हेर्ने हो भने काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्ष हजारौं विद्यार्थीहरूलाई छात्रवृत्ति दिइराखेको छ। काठमाडौँको मौलिकतालाई ध्यानमा राखेर विभिन्न ठाउँहरूमा बस स्टप बनिसकेका छन् अनि बनि राखेका छन्। पार्कहरू बनिराखेका छन्, सफा छन्, बालबालिका मैत्री छन्, कति ठाउँमा शौचालयहरू बनिराखेका छन्, सफा छन् अनि फुटपाथ हेर्ने हो भने एकदमै सफा छन्, एकदमै चौडा छन् अनि भिडभाड रहित पनि छन्।
मतलब बालेन शाह काठमाडौँको मेयर भइसकेपछि त्यहाँ धेरै परिवर्तन भयो भन्ने कुराको अनुभव तपाईँ हामी सबैजनाले गर्न सक्छौँ। तर यो सबै परिवर्तन केवल बालेन्द्र शाहको कारणले गर्दा भयो है भन्ने चाहिँ पक्कै पनि होइन। केही पहिलेदेखि नै प्रक्रियामा थिए, बालेन शाहले यसलाई पूर्णता दिए अनि केही उनी आफैले सुरु गरे, सम्पन्न पनि गरिदिए। राजनीतिमा अर्को पनि एउटा महत्त्वपूर्ण कुरा हुन्छ, त्यो हो आवेग अनि धैर्यता। र यो केसमा चाहिँ बालेन्द्र शाह कहीँ कतै चुकेको पो हो कि जस्तो पनि देखिने गरेको छ। उनी बेला बेला सामाजिक सञ्जाल मार्फत आफ्नो आक्रोशहरू पोख्ने गर्छन् र त्यो बेलामा केही अपाचे भाषाको पनि प्रयोग गरेका छन्। एकपटक उनको श्रीमती तीजको दर खान जाँदाखेरि काठमाडौँको ट्राफिक पुलिसले उनलाई कोटेश्वरमा रोकेको थियो र त्यो बेला उनले सिधै सिंहदरबार जलाइदिने खालको भाषा प्रयोग गरेर स्ट्याटस लेखेका थिए। पछि यही स्ट्याटसबाट प्रेरित भएर भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनमा सिंहदरबारमाथि आगो लगाइयो भन्ने खालको आरोप पनि लाग्ने गरेको छ। अब जे जस्तो अवस्था आइपरे पनि देशको कार्यकारी पदमा बसेको मेयर जस्तो मान्छेले राष्ट्रिय सम्पत्तिमाथि आगो लगाइदिन्छु भन्ने खालको भाषा प्रयोग गर्नु पक्कै पनि त्यो राजनीतिक भाषा चाहिँ हुँदै होइन। हो, आफ्नो गर्भवती श्रीमतीलाई प्रहरीले बिना कारण रोकेको कारण आक्रोश भएको भन्न सकिएला, तर 10औं लाख युवाहरूले फलो गरिराख्ने एउटा पब्लिक फिगरबाट त्यो तरिकाको भाषा प्रयोग हुन्छ भने त्यो पक्कै पनि स्वीकार्य हुँदैन। उनले अरू बेला पनि सामाजिक सञ्जाल मार्फत केही अपाचे भाषाको प्रयोग गरे स्ट्याटस लेख्ने गरेका छन्। एकपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीलाई पनि फकाउने आरएसपी भनेर लेखेका थिए र आज त्यही रासोपाबाट नै उनी भावी प्रधानमन्त्रीको रूपमा उभिँदैछन्। यदि सामाजिक सञ्जालमा अनावश्यक आक्रोश देखाउन छोडिदिए, माथिको शैलीमा क्यामेरामा उभिन छोडिदिए अनि क्यामेरा अगाडि लड बढाउन छोडिदिए र नगरकोटको रिसोर्टमा गएर चुरोटको धुवामा बिलाउन छोडिदिए, बालेन्द्र शाह अझ बढी मजबुत हुने थिए, अझ बढी जनताको ढोकढोकीमा बस्न सफल हुने थिए। होइन भने उचाल्न र पछार्न जानेको नेपाली समाजले धेरैलाई देवत्वकरण गरेर पातलसम्म पुर्याइसकेको छ भने भोलिको दिनमा बालेन्द्र शाह पनि त्यही अवस्थामा पुग्न नसक्लान् भन्ने अवस्था चाहिँ पक्कै पनि छैन।